नमस्कार मेरा प्यारा भाइ बहिनीहरू, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छन्। म तपाईको मिस्टर म्याथ गुरु। आज हामीहरू अल्जेब्रिक एक्सप्रेसन र सोल्भ गर्ने तरिका सिक्दछौँ। ल स्टार्ट गरौँ है हामी सबैजना। सुरु क्वेशन छन् x + 3 र x + 3। योलाई सोल्भ गर्नुपर्ने छ हामीले। सुरुमा हामीले यसलाई दुई तरिकाले सोल्भ गर्न सक्छौं। पहिलो तरिका फर्स्ट केसमा कसरी सोल्भ गर्ने कुरो फर्स्ट दुई तरिकाले। सुरु तरिकामा हामीले यसलाई दुईटैलाई खोलेर भनेको सुरुमा यसलाई मल्टिप्लाई गरेर प्लस सेकेन्डमा यसलाई मल्टिप्लाई गरेर दुईपल्ट। फर्स्ट भनेको यो x + 3 र अर्को यो +3 यहाँ यसलाई मल्टिप्लाई गर्ने x + 3 भयो। अनि अब यसलाई खोल्ने यसलाई मल्टिप्लाई गर्ने x * x x² x * 3 3x प्लस 3 * x 3x 3 3 जा 3 * 3 9 3 3 जा 9। अब x² अर्को x² छैनन्, त्यसैले एउटा मात्र छ भने यसलाई पावर 2 एउटा छोड्दिने। अनि 3x र 3x दुईवटा छन्, प्लस प्लस छन्, त दुईटैले एड गर्नु 3 + 3 6x + 9। यसको एन्सर यही हुन्छन्। अर्को सेकेन्ड केस भनेको यसकै दुई तरिकाले। फर्स्ट तरिका यो भयो। सेकेन्ड तरिका भनेको हामीले सेकेन्ड तरिका भनेको यो सेकेन्ड तरिका भनेको x + 3 र x + 3 यो हाम्रो क्वेशन हो। सेकेन्ड तरिका कसरी गर्ने भनेको x + 3 x + 3 इन्टु छन्, दुईटै सेम छन्, त x + 3 यसको पावर 1 यसको पावर 1 इन्टु हुँदाखेरि 1 + 1 2 हुन्छ। x + 3 को स्क्वायर हुन्छ। यो बुझ्नुभयो? यस्तै तरिकाले। अब यो भनेको x + 3 को होल स्क्वायर। यो भनेको लगभग हामीले हेरे जस्तो के मा हुन्छन् a + b को होल स्क्वायर। सम्झिनु त यो a + b को मेरो फर्स्ट भिडियोमा यसको फर्मुला छन् a + b को होल स्क्वायर। a + b को होल स्क्वायर यसलाई a मान्ने र यसलाई b मान्ने। a + b को होल स्क्वायर फर्मुला a² + 2ab + b² हो नि। अब भनेको यो भनेको x लाई a र 3 लाई b मान्ने। अनि यो भनेको x² + 2 * a भनेको x b भनेको 3 प्लस b को स्क्वायर भनेको 3 को स्क्वायर। अब हेर्नु यो x² को x² प्लस 2 * x * 3 2 3 जा 6 6x भयो प्लस यो भनेको 9 भयो। हेर्नु त दुईटैबाट एन्सर सेम आएको। यो सक्यो। यो भनेको एउटा टाइप हो। हामीहरूको अर्को टाइप भनेको अब सेम नहुँदाखेरि, जस्तो x + 3 x + 3 सेम हो। अब सेम नहुँदाखेरि यो मेथडले जाने हामी। दुई मेथड छ, यो मेथडले मात्र जान मिल्छ हामीले। भनेको x ले x + 5 लाई मल्टिप्लाई गर्ने प्लस सुरुले यसलाई मल्टिप्लाई गर्ने, सेकेन्ड 3 ले यसलाई मल्टिप्लाई गर्ने x + 5। अब यसलाई हामीले खोलौँ x * x x² x * 5 5x यो भयो। अनि यहाँ प्लस 3 * x 3x अर्को भनेको 3 * 5 प्लस यहाँ प्लस अनि प्लस 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 3 * 5 15। अब हेर्नु x² प्लस 5 र 3 प्लस 5 प्लस 3 भनेको प्लस 8x प्लस 15। यो भनेको हाम्रो प्लस माइनस कसरी थाहा पाउने भनेको सेम साइन छ भने प्लस प्लस छ भने प्लस हुन्छन्,
माइनस माइनस छ भने प्लस नै हुन्छ, किनभने दुइटै सेम साइन छन् मल्टिप्लाई गर्दाखेरि। अब अर्को साइन हुँदाखेरि एउटा माइनस छ अर्को प्लस छ भने माइनस इन्टु प्लस माइनस हुन्छ, किनभने अर्को साइन भयो। भिन्दै साइन छ दुईवटा, अनि प्लस इन्टु माइनस यो पनि भिन्दै भयो भने यसको पनि माइनस नै हुन्छ। ल हामीहरू दुईवटा क्वेसन गरौँ। अब हामीले अब दुईवटा क्वेसन सके पछाडि अब थर्ड टाइपको क्वेसन गरौँ। थर्ड टाइपको क्वेसन भनेको कस्तो क्वेसन भयो, यो एउटा सपोज गरौँ कस्तो भनेको 4x + 5 राखौँ, अनि अर्को भनेको 4x - 1 को होल स्क्वायर राखौँ। यो भनेको योभन्दा भिन्दै क्वेसन हो। तपाईहरूले यो तीनवटै क्वेसन गरे पछाडि तपाईलाई यो अल्जेब्रिक एक्सप्रेसन सोल्भ गर्न कुनै समस्या पर्दैन कुनै क्वेसनमा पनि। ल हामीहरू सुरुमा यसलाई जस्ताको त्यस्तै राख्यौँ दुईवटा। अब यो भनेको त हामी योभन्दा भिन्दै छन्। अब हामी यसको मात्र सोल्भ गरौँ। यसको सोल्भ गर्दाखेरि एउटा भिन्दा ब्र्याकेट गरौँ, यसलाई ए मान्ने र यसलाई बी मान्ने। अब a - b को होल स्क्वायर के हुँदो रहेछ, a² - 2ab + b², यो हो कि होइन, हो। अब a को साटो के छन् 4x को होल स्क्वायर - 2 इन्टु a भनेको 4x, b भनेको 1 + 1 को होल स्क्वायर। यो जस्ताको त्यस्तै राखौँ 4x + 5, यसलाई नचला मैले, अनि यसलाई मात्र हेरौँ। 4x को 4 को स्क्वायर 16, x को स्क्वायर x², 2 इन्टु 4 इन्टु 1, 2 4 जा 8 इन्टु 1 8 नै हुन्छन्, 8x प्लस भनेको 1 हुन्छ। अब हामीहरू पहिलेको तरिकाले गरौँ, के भनेको यसले यो सबैलाई मल्टिप्लाई गर्ने, अनि अर्कोबाट यसले मल्टिप्लाई गर्ने सबै। सुरुमा 4x अनि 16x² - 8x + 1, अर्कोबाट प्लस 5, फेरि 16x² - 8x + 1 भयो। अब यो ब्र्याकेटलाई हामीहरूले खोल्नु पर्यो। यो ब्र्याकेटलाई हामीले खोल्दाखेरि 4 इन्टु 16 कति हुन्छन्, 4 इन्टु 16 भनेको 4 इन्टु 16 भनेको 64, अनि x क्युब हुन्छन्, किनभने x² छ यहाँ x छन्, यसलाई मल्टिप्लाई गरेर x क्युब हुन्छन्। अर्को भनेको 4 8 जा 32, x² भयो, यसको पावर 2 यसको पावर 3, अनि 4x इन्टु 1 4x नै हुन्छन्। फेरि अब यसले 5 16 जा 80, 80² - 8 5 जा 40x प्लस यो 5 1 जा 5। अब यो र यो सेम छन्, यो x क्युब त अरू कुनै छैन भने जस्ताको त्यस्तै राख्ने, 64x क्युब माइनस यो -32 प्लस 80 भनेको कति हुन्छन्, -80बाट 32 घटाउँ, 80बाट 32 घटाउँदाखेरि 48 आउँछन्। माइनस प्लस अब कुन ठुलो छन्, कसको साइन ठुलो छ, -32 को 32 को कि +80 को, +80 को बढी छ भने प्लस हुन्छ यहाँ 48x²। अब यहाँ हेरौँ -40 छन् यहाँ +4 छन् भनेको प्लस माइनस माइनस नै हुन्छन्, तर साइन कसको ठुलो छ 40 को, त माइनस राख्ने, अनि योबाट यति घटाउने 36x + 5। अब यसको सोल्भ गर्दाखेरि यस्तै आयो एन्सर। अब हेर्नु हामीहरू क्युबमा छन्, यो स्क्वायरमा छन्, अर्को 1 हुन्छन्, अनि यो ठ्याक्कै मिलेछन्। यति नै हो एन्सर यसको। अब तपाईहरूलाई एउटा क्वेसन दिन्छु, त्यो सोल्भ गरेर कमेन्ट गर्नुहोस् है, त्यसको एन्सर चाहिँ के हुन्छ भनेर। ल एउटा क्वेसन बनाऊँ हामीले, 2x + 1 3x + 2, यो एउटा क्वेसन भयो।
1 नम्बर क्वेसन। 2 नम्बरमा भनेको 4x स्क्वायर माइनस 1 5x स्क्वायर माइनस 2 यसको गरेर देखाउनु। अनि थर्डमा भनेको यसको एन्सर के हुन्छन् कमेन्ट गर्नु है। एन्सर दुईटैको 5x माइनस 1 एन्ड 5x क्यूब माइनस 2x स्क्वायर माइनस 1 को यसको एन्सर पनि कमेन्ट गर्नुहोस्। अब केही समस्या आयो भने कमेन्टमा सोध्न सक्नुहुन्छ तपाईहरुले। अनि यो 3 वटा गरेपछि लगलो तपाईको सबै गर्न सक्नुहुन्छ। केही कन्फ्युज हुनु छैन, यहाँ मजाले मैले सिकाइदिएछु। अनि हाम्रो च्यानललाई लाइक सब्स्क्राइब शेयर पनि गरिदिनु होला, किनभने यस्तो भिडियोहरु आइरहेको हुन्छ, तपाईलाई पनि सजिलो हुन्छन्। एक्जामको लागि होमवर्कहरुको लागि एकपल्ट राम्ररी हेर्नु यो क्वेशनलाई। हेर्नुभयो? ल आजको लागि यति नै। अब नेक्स्ट भिडियोमा नेक्स्ट पार्टमा अर्को टाइपको क्वेशन आउँछन्, तपाईहरु रेडी बसिराख्नु।